सो हेलो गाइस वेलकम ब्याक स्वागत छ सबैलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ म खेल्न गएको छु अहिले अफलाइन गेमको नाम के हो अफ रोड लिग भन्ने गेम, जुनमा चाहिँ हामीले गाडी कुदाउनु हुन्छ। यसमा अब माइकहरू पनि अप्सन पनि देखिरहेको थियो। मलाई जहाँसम्म लाग्छ साथीहरूसँग नै खेल्न मिल्ने गेम हो। अहिलेसम्म चाहिँ खेलेको छैन मैले साथीहरूसँग, मैले एक्लै मात्रै ट्राई गरेको छु। आज अब खेल्न गइरहेको छु। यस्तो पब्जी जस्तो छ त्यसलाई के गरौँ। अब सुरुमा हामी प्ले गरौँ अनि कुन मोड गरौँ। लुइस ओपन वर्ल्ड कुन गएको छु यहाँ यता थिचिदिए। सुरुमा हामी रेस ट्राई गर्नेछौँ। ल कुन गाडी यो गाडी हजुर। हामी यहाँ 4जना 5जना 6जना आइसकेको छौँ रेस गर्नुको लागि। ल रेस पनि स्टार्ट भइसकेको छ। लोडिङ हुँदैछ ल रेस स्टार्ट भइसकेको छ। अब यो चाहिँ मेरो मैले अस्ति ट्राई गरिसकेँ। मैले अस्ति ट्राई गरिसकेको गेम हो, तर पनि अब यसो खेलिदिउँ न भन्ने कारणले लाइभमा खेल्नु लाइभहरू यो भिडियो बनाउनु मन लाग्यो। कुदाउँछु। यो टर्निङ हान्न चाहिँ अलिकति गाह्रो पर्छ। मैले स्टियरिङले ट्राई गरेको, अलिक गाह्रो हुने रहेछ स्टियरिङ झन् फोनमा। त्यही भएर यसरी नै बटनले खेलेको। यो टर्निङमा चाहिँ अलिक बुद्धि हुन्छ। यहाँ हाम्रो के भन्छ सबै गियर लो हाई राख्नु मिल्छ, ह्यान्डब्रेक लगाउनु मिल्छ, हन्छ होइन। अब यो 4WD अनि यो अल फन भनेको चाहिँ के थाहा भएन। यसको क्यामेरा एङ्गलको चाहिँ नाम चेन्ज गर्न मिलिहाल्छ। अनि यो हाम्रो अफ रोड मोड अनि रेसिङ मोड अनि यो कुन मोडहरू ल मैले यहाँ चाहिँ रेस जितिसकेको छु होइन। जितिसकेको छु भने सेकेन्ड भयो। अब हामी फेरि त्यति बेला अर्को मोड ट्राई गर्नेछ। म चाहिँ लेभल 8 पुगिसकेको छु। मैले लेभल 10 खेलेको छु होइन। अप्पर मोडमा जानु पऱ्यो एकपल्ट, मिनटमा जानु बित्यो भने चाहिँ यहाँ चाहिँ मैले कामहरू पनि गर्नुपर्छ भनेर देखिरहेको थिएँ। अब हेरौँ। अब यहाँ आइसकेको छु होइन। म डलर जस्तो देखिरहेको पनि अहिले मान्छे त आयो, त्यो चाहिँ काम हो। यहाँ मोबाइल पनि छ। मोबाइलको हेरौँ के हो को नोटिफिकेसन अहिले रिवार्ड पाउने रहेछ। गरौँ जुन हल्का के हो अगाडि लेभल 90 पो पुग्नु पर्ने। एउटा काम गरौँ है अब यसो। यो अगाडि प्लेयरहरू हेर्न सक्नुहुन्छ, यो रियल प्लेयर हो, तर खै मैले बोल्ने ट्राई गर्दा बोल्न मिलेन। काम गर्छु एउटा कार्गो ट्राई गरेको थिएन। कार्गो ट्राई गर्नु पर्यो। मैले अरू चाहिँ ट्राई गरिसकेको है। अब ल कार्गोको यहाँ लोकेसन पिक सकेको त लोकेसन यहाँ रोड हिँड्दा त रोडै पुगेको हुँदैन। अब अप्पर जानुपर्ने हुन्छ। आमा हो कि हो भ्यूै छेक्दैन हौ यो कार्गोले त। आमा कस्तो सामुन हौ। म्यापमा हेर्नु त यस्तो सिधै लानुपर्ने रहेछ। ल अरू के गाडी कुदाउँछु यसमा अपलोडहरू गर्नु पऱ्यो। पानी पर्न थालिसकेको छ पाइपछि। रोडमा चाहिँ पुरै स्नोफल भइरहेको छ होइन। रोड छरेको छैन तर रियरले गर्नु गाडी हेर्नु सक्नुहुन्छ। माथि लो देखेर गएको छ। रियरले गरेर जान्छु। क्वालिटी चाहिँ तपाईँको एकदम अलिकति लो देखाउँछ। स्पेसल त हेर्नु गाडी त गएकै हुन्छ। हामीले महँगा हुन्छ जुन रेस गर्नु लागि रेस गर्नु
त्यसरी काटेर बनाएको छ मैले त छोडेँ होला एकदम ठिकै छ खाना परिवार पनि बेसी चाहिएको छ मैले छोडिरहेको छु चिकन खाएको कमै बेचिरहेको छु मैले सक्ने सक्छ त्यो खाइरहेको छु मलाई हेरेको भयो के त्यो जङ्गल पनि लिएको छु हुन्छ सबै मेरो टिभी प्राइभेट छ भने एकदम सक्छ डेलिभरी दुई तिनजना चाहिँ होइन अलिक गाह्रो आउँछ होला नि त पात्ला चिकन एउटा खायो पुरा गाडी कन्ट्रोल गर्दा यसमा अलिक गाह्रो हुन्छ गर्नुपर्ने अलिक बिजी गाईको फिरिसलाई लेभलहरू आउँछ लेभल त भन्नु मेरो 20 त मात्र खाएको 30 त खोल्नु पर्ने त्यसै सुन्नु गरेर सो यसपछि चाहिँ होइन मेरो क्यामेरामा अलिकति प्रब्लम आयो भिडियो गर्दा गर्दै धेरै तातेर ओभरहिट गरेर भिडियो भएन छ त्यसैले अहिले चाहिँ भोइस ओभर गरिरहेको छु यो राउन्ड मैले सकेपछि अब अझै एक राउन्ड मैले एउटा लेभल खेलेँ एउटा लेभल खेलेपछि चाहिँ यो भिडियो सकिन्छ ल त्यो एक राउन्ड अझै हेरिदिनु होला त्यसमा चाहिँ अब यत्तिकै छोडिदिनेछु होइन मेरो क्यामेराले धोका दियो सो यता जानु होला
जिन्दगी लौडा भएको छ मलाई औडा भएको छ मेरो साथीहरू सबजना बौला भएको छ म स्याड ऱ्याप भन्दाखेरि पनि हाँसी चिप्ले हल्ला फेरि मैले औला ब्याछ